साथीहरू, तपाईहरू सबैलाई थाहा नै होला आनन्दी सिरियल, जो चाहिँ कुनै समय नेपालमा एकदमै धेरै पपुलर भइरहेको थियो। त्यो सिरियल साँच्चीकै नेपालमै बनेको सिरियल हो त? आउनुहोस् जान्नका लागि यस भिडियोमा। र साथै त्यस सिरियलमा काम गर्ने आनन्दी को हुन् त? उनी अहिले कत्रै भएकी छिन्? उनको वास्तविक एज, नाम, फ्यामिली, करियर, लाइफस्टाइल, इन्कम र वैवाहिक सम्बन्धको बारेमा कुरा गरौँ। साथीहरू, नेपालमा पपुलर भइरहेको आनन्दी सिरियल भने नेपालमा बनेको सिरियल होइन, त्यो एउटा इन्डियन सिरियल हो जसलाई नेपालीमा कन्भर्ट गरेर नेपाली टेलिश्रृङ्खलामा देखाइएको हो। त्यस सिरियलमा काम गर्ने सानी आनन्दी, उनको रियल नाम भने आनन्दी होइन, उनको रियल नाम अभिका गौर हो। उनी अहिले 28 वर्षको भएकी छिन्। उनको जन्म भारतको मुम्बई सहरमा भएको थियो। उनी अहिले आफ्नो फ्यामिलीसँगै मुम्बई सहरमा नै बस्ने गर्छिन्। उनले अहिलेसम्म धेरै टेलिश्रृङ्खला, मुभी, म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। उनी इन्डियन कलाकार हुन्। उनको फादरको नाम रहेको छ समीर गौर भने उनको मदरको नाम चाहिँ चेतना गौर रहेको छ। उनी आफ्नो मातापिताको एक सिङ्गल सन्तान हुन्। उनको वैवाहिक जीवनको कुरा गर्नुपर्दा उनले हालैमा उनको लभर मिलिन्द चन्दवानीसँग विवाह गरेकी छिन्। आउनुहोस् अब उनको कार कलेक्सनको बारेमा कुरा गरौँ। उनीसँग अडी A6 कार जसको मूल्य इन्डियन रुपिस 63 लाख पर्न आउँछ भने अर्को कार BMW 7 जसको मूल्य 1 करोड 70 लाख इन्डियन रुपिस पर्छ। आउनुहोस् अब उनको इन्कमको बारेमा कुरा गरौँ। उनको इन्कमको कुरा गर्नुपर्दा उनले पर एपिसोड गरे बापत 60 देखि 70 हजार चार्ज लिने गर्दछिन्। उनले धेरै म्युजिक भिडियो पनि गरेकी छिन्। त्यसै गरी फिल्म पनि खेल्ने गर्दछिन्। पर फिल्म खेले बापत उनले 50 देखि 60 लाखसम्म पारिश्रमिक लिने गर्दछिन्। उनको टोटल नेटवर्कको कुरा गर्नुपर्दा उनको टोटल नेटवर्क चाहिँ 30 करोड बराबर इन्डियन रुपिज रहेको छ।